गाइज हामी आज टोकियो इमिग्रेसन जाँदैछु र साथीलाई वेट गरेर बसिरहेको अवस्था यहाँ छन् सङ्गीता शाही राउटे जाडो भयो अनि अरू के भयो बस्दा चिसो लागिसक्यो ए अनि साथीहरूको वेट गर्दा गर्दै यहाँ दिक्क लागिसक्यो अनि हामी यहाँ बसिरहेको छु अनि यिनकै बाटो कुरेर बसेछ हामी यहाँ आउनु होला टोकियो यो सिनागावा स्टेसन बाहिर एक्जिट कोनान एक्जिट इस्ट एक्जिटमा आउनु होला हजुरहरू यदि कोही आउने मान्छे हुनुहुन्छ भने इमिग्रेसनमा अनि यहाँ बस लागेको छ अनि यहाँदेखि ट्याक्क टोकियो इमिग्रेसन आउँछ त्यहाँ चाहिँ आउनु होला यहाँ उहाँको हामी प्रतीक्षा गर्दा गर्दै वेट गर्दा गर्दै यत्रो भयो टाइम बस लागिरहेछ गाइज अनि यस्तै हो हामी जान्नको अनि त्यो आज क्यान्सल गर्ने मान्छेलाई चाहिँ के भन्न चाहन्छौ अनि तिमी चाहिँ के भन्न चाहन्छौ हाम्रो दोष म हामीलाई काम नगरेर बसेर खाऊ भनेको काम गर्नु पर्दैन काम गरि सक्दैनौ भनेर सरकारले हामीलाई बसेर खान दिएको के गाइजहरू के भएर होइन ए त्यस्तो हो यस त्यो भएर तिमी सानी छौ अलि काम ल तल हामी अब स्टेसनसम्म पुग्न आँटेको सिनागावा बनाउने आज कहाँ गएका अरे इमिग्रेसन गएका हामी यहाँ रुन लाग्छन् यहाँ नपाएर जाइरो कार्ड आज नयाँ पर त्यो पछाडि पनि रुन लाग्छन् टेकेन्द्र सान अनि यहाँ रेणु सान काम छोडेर अनि यहाँ इमिग्रेसन पुग्यो मान्छे अहिले आएर फर्किनु पर्यो आज हुन्न अरे अनि हामी चाहिँ यहाँ समुद्रमा छु समुद्र के अरे यसको नाम चाहिँ थाहा छैन तर खावा मित्ते ओया के मास्का देखी नहीं ल बुखार भएंगे आज बुखार भएंगे एउटा यहाँ छ नि यहाँ जाइरो काट बेलुका 5 बजेको मेन सेतु छ अरे इन्टरभ्यू छ भनेर आएकी मान्छे अहिले जाइरो काट्नै नपाएर इमिग्रेसनबाट हिँडेर फर्किन लाग्छ हामी अनि अर्को 100 रुपियाँ बचाएर आयो अरे तिमी 20 रुपियाँ हो घर फर्किने पैसा छैन त्यही भएर हामी हिँड्दै गइरहेको छौँ कहाँसम्म भन न फेरि यो सीमासम्म